गाइस यता हामीहरू निस्किसक्यौँ रेडी भएर कहीँ जानको लागि कहाँ जाँदैछौँ तपाईँलाई एकछिनमा देखाउने छु। सो हेलो एभ्रिवान, गुड आफ्टरनुन, राधे राधे। तपाईँहरू कस्तो हुनुहुन्छ? आई होप तपाईँहरू सबै सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि यतातिर हामीहरू निस्किसक्यौँ अनि बाइकलाई तेल हाल्दैछौँ बाइकमा। अब बाइकलाई पनि त खाना चाहियो होइन, हामीहरू मात्रै कति खानु। सो यता अब तेल सेल हालेर हामीहरू निस्कि पनि सक्यौँ। म चाहिँ यता भ्यू हेरेर क्यामेरा भिडियो गर्दै थिएँ। कति राम्रो भ्यू भन्दै थिएँ हस्बेन्डलाई। अब हस्बेन्ड र म के बोलेर जाँदै थियौँ। अब त्यस्तै त हो। अनि भ्यू पनि हेर्दै यताउति हेर्दै जाँदैछौँ। हेर्नु गाइस, भ्यू कति हो, कति राम्रो, बाटो पनि कति राम्रो भएछ अहिले चाहिँ। गाइस यो चाहिँ हो हामीहरूको आसाम र अरुणाचलको बोर्डर, खलङ्गी भन्छन् यसलाई। सो हामीहरू गहपुर पनि पुगिसक्यौँ। हामीहरू आएका थियौँ गहपुर। यो मेरो हस्बेन्डको के अलिकति काम थियो। सो हेर्नु यो गहपुर टाउन हो। अनि हस्बेन्डको काम थियो ब्याङ्कमा, अनि काम पनि भयो। भित्रको भिडियो चाहिँ मैले गर्न पाइनँ, बहुत भिड थियो गाइस। अहिले खाइहाल्नु। सो यता काम पनि सक्यो अनि यतातिर आयौँ। केही खानको लागि भोक लागेको थियो गाइस। बिहान चाहिँ ब्रेकफास्ट गरेर आएका थियौँ, त्यही पनि अब दिउँसोको 2 बजेको थियो, भोक लाग्यो। अनि यतातिर अर्डर गरेका छौँ। अनि यतातिर मैले चाहिँ दही मगाएको थिएँ अनि हस्बेन्डले यहाँ मिस्टी मगाउनु भएको थियो। अनि यतातिर परोठा पनि आइसक्यो। अनि यतातिर खाएर परोठाहरू खाएर अनि हस्बेन्डले चाहिँ पान बनाउन दिनुभएछ। यहाँ पान पनि बनाउँदैछ दादाले। अनि हेर्नु मैले तपाईँहरूलाई देखाउँदैछु। अनि यतातिर मैले मुखमा पान पनि हालिसकेँ। अनि लाग्यौँ हामीहरू घरतिरको लागि। एउटा कुखुरा देखेँ अनि एउटा कुखुरा पनि लिउँ भनेर। अनि गाइस हामीहरू पुगी पनि सक्यौँ। सो हुन्छ आजको लागि यति नै, बाई, टेक केयर।